हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। हिजो हामी बेनीसम्म पुगेको थियौँ भने आजबाट हामी बेनीबाट आफ्नो यात्रा सुरु गरेका छौँ। बाटोहरू चाहिँ कुनै ठाउँमा अफरोडै छ, पुरा धेरै ठाउँमा त होइन, 2-3 ठाउँमा 4 ठाउँमा जति चाहिँ अफरोड छ भने धेरै ठाउँ चाहिँ म्याक्सिमम ठाउँ चाहिँ एकदम पिच राम्रो खालकै छ। पानी नपरेको भएर हामीलाई यात्रा गर्न चाहिँ एकदम सजिलो भयो। अब यहाँबाट हामीले अलिअलि हिमाल देख्न थाल्यौँ। हिमाल देखेपछि त कति खुसी लाग्छ भने हामीले जहिले अब यहाँ टाढाबाट देखिरहेको भयो, त्यहाँदेखि त्यहाँ अगाडि पुगेर नजिकबाट देखिँदाखेरि त स्वर्ग पुगे जस्तो फिल हुने रहेछ। यहाँ पनि अब अलिक बाटो राम्रै छ, पिच चाहिँ होइन। त्यसपछि हामी मुख्य झरना पुग्यौँ। मुख्य झरनामा हामी एकछिन बस्यो, फोटोसोटो खिच्यो र भिडियोहरू बनायो। हामीले बाटो लामो भएकोले चाहिँ हामी त्यहाँ धेरै बेर बसेनौँ, हल्का एकछिन बसेर फेरि हामी अगाडि नै बढ्यौँ। अगाडि बढ्दै गएपछि फेरि हामीले एकदम राम्रो हिमालको भ्यू देख्यौँ। जहिले यताबाट टाढा त सानो सानो देखिरहेको हिमाल, त्यहाँ ढक्क एकैचोटि ठुलो हिमाल देख्दाखेरि त के गरौँ जस्तो हुने कि बोकेरै घर ल्याउँ कि जस्तो पनि फिल हुने। हामी त्यहाँ पनि एकछिन बसेँ। हामी मात्र होइन, आउनेहरू सबै नै लेटेमा बस्ने रहेछ। यो भ्यू चाहिँ त्यहीँबाट मात्र एकदमै राम्रो देखिने रहेछ। त्यस्तो खालको भ्यू चाहिँ तल पुगेपछि त्यति साह्रो नदेख्ने, तर यहाँ चाहिँ एकदमै राम्रो देख्ने। धेरैजना त्यहीँ बसेर फोटोसोटो खिच्यो, एकछिन रेस्ट गर्यो, रमाइलो गर्यो, भिडियोहरू खिच्यो। कसरी खिचौँ जस्तो लाग्ने, यताबाट खिच्ने कि उताबाट खिच्ने कि मोबाइल जति बाङ्गो गरेर राम्रो आउँछ कि सिधा गरेर राम्रो आउँछ कि भनेर मोबाइललाई उल्टाइ पुल्टाइ गर्दै भिडियो खिच्दै गएँ। जति खिचे पनि नपुग्ने जस्तो कि पुरै यसै छोड्दै नछोडिकन यसैको मात्र खिचौँ जस्तो लाग्ने। हेर्नु त कति राम्रो हो। एकछिन त यहीँ बसिराखौँ जस्तो लाग्ने। त्यसपछि फेरि हामी अगाडि बढ्यौँ। बाटो लामो हो, धेरै टाइमसम्म चाहिँ बसेन। छिटै पुग्नुपर्ने छ, हामीलाई पनि ढिलो भइसकेको थियो। त्यही भएर हामी एकछिन बसेर हल्का फोटोसोटो खिचेर भिडियो खिचेर त्यहाँबाट हामी फेरि बिस्तारै आफ्नो पुग्नुपर्ने ठाउँतर्फ हामी फेरि अगाडि बढ्यौँ। सबै आएर चाहिँ यहीँ खिच्ने सबैलाई मनपर्ने ठाउँ, सबैको फोटोमा हुने ठाउँ। त्यसपछि हामी फेरि अगाडि गएँ। बाटो चाहिँ राम्रै छ सबै ठाउँमा। हेर्नु बाटो त्यहाँबाट हामी अब झुमसुम पुग्न आँट्यौँ। हामीलाई चाहिँ अब भोक लाग्यो, अब खाना खाने टाइम भइसक्यो भएर हामी चाहिँ अब खाना खाने ठाउँमा रोक्यौँ। खाना खानलाई हामी भित्र छिरे। त्यति साह्रो भिड चाहिँ थिएन, खाली नै थियो। खाना पनि रेडी नै भएको थियो, जाने बित्तिकै नै हामीले खाना पाइहाल्यौँ। खासै धेरै भिड थिएन, हल्का फुल्का मात्र थियो। हामी गएर खाना खाएँ, एकछिन त्यहाँ त्यसपछि फेरि खाना खाइसकेपछि अगाडि नै बढ्यो। बाटो चाहिँ अब त्यसपछि बिच जमसुम पुगिसकेको छौँ हामी चाहिँ। जमसुममा चाहिँ एकदम लाग्छ आज चाहिँ बाटो हेर्नु त कस्तो राम्रो, जता हेरे पनि राम्रो, उता हेरे पनि भ्यू त एकदमै राम्रो रहेछ। गाडीबाट चढ्ने बित्तिकै मजाले हावा एकदमै बेसरी हावा लाग्ने रहेछ। कम हावा लाग्ने छ भने अब फेरि हामी माथि गएँ। माथिको जमसुममा चाहिँ अझै योभन्दा बढी बेसरी मान्छे ओह्राला जस्तो हावा आउने रहेछ। एकदमै हावा लाग्ने ठाउँ
भनेर सुनेको थियो। अब कस्तो हुन्छ भनेर आफू कहिले गएको भए पो थाहा हुन्छ। अब यो गएर आएपछि चाहिँ ओ यस्तो पनि हावा लाग्ने रहेछ भन्ने थाहा भयो। एकदमै हावा लाग्ने ठाउँ रहेछ। तर यहाँतिर चाहिँ घर सहर केही पनि छैन, सबै हिमाल पहाड, बाटो सुनसान। जाँदै बाटो खाली नै थियो। त्यसपछि फेरि हामी गयौँ, फेरि त्यहाँबाट अगाडि बढ्यौँ र हामी अब पुगेँ आफ्नो गन्तव्य स्थल मुक्तिनाथ। पार्किङ गरेर हामी हिँडेर आयो। बाटो चाहिँ लामै रहेछ, घोडाहरू पनि चढ्ने रहेछ। नसक्नेहरू चाहिँ घोडामा जाने रहेछ भने, अनि हिँड्न नसक्नेहरू अझ मान्छेले बोकेर पनि लाने, पाल्कीमा बोकेर लाने रहेछ। हामी चाहिँ त्यसो नगरौँ भनेर हामी हिँडेरै गयौँ। तर यहाँ चाहिँ लेक लाग्ने सम्भावना हुने भएर चाहिँ हामी एकदम बिस्तारै हिँडेर गयो, ठकाइ नलागोस् भनेर। अब ठाउँमा पुगिसकेपछि अलिकति टाइम लाग्यो भने के फरक पर्छ भनेर हामी चाहिँ एकदम बिस्तारै हिँडेर गयो। तर धेरै खुट्किलो चढ्नुपर्ने रहेछ। आधी जाँदाखेरि त एकदमै स्यास्या आउने। एकदमै माथिसम्मै छ। अहिलेसम्म त मन्दिर देखेकै छैन, जानुपर्छ यसको डब्बलै अझै। हामीलाई यहाँबाट पनि जताबाट हेऱ्यो पनि भ्यू चाहिँ एकदमै राम्रो देख्ने रहेछ। बिस्तारै जानु पर्छ, बिस्तारै यसरी बोकेर लाने रहेछ हिँड्न नसक्नेहरूलाई चाहिँ। अनि घोडाको आउने बाटो चाहिँ उता पर रहेछ, यहाँबाट आउने होइन रहेछ। उहाँहरूको रुट चाहिँ छुट्टै छ। फेरि हामी माथि अब हामी पुग्ने अवस्थामा पुग्यो जस्तो लागेको थियो गेट देखेर, तर होइन रहेछ। यति नै फेरि अझै हामी अगाडि बढ्ने रहेछ। हामीलाई यहाँ पुग्दासम्म एकदम पानी प्यास लागेको थियो। तलबाट पानी ल्याउन बिर्सेछु। हामीले अब यहीँ पानी किनौँ भनेर सोचेर पानी किन्न गएँ। अनि एकछिन रेस्ट पनि गरेँ। रेस्ट त ठाउँमा रेस्ट गर्दै गएको हो। एकदमै गाह्रो हुने रहेछ माथि चढ्नलाई चाहिँ। यहाँ पानी किनेँ। पानीको चाहिँ एक बोतलको 60 रुपियाँ लियो। पानी लिएर पानी खाँदै हामी चाहिँ अनि फेरि अगाडि बढेँ। पुग्यो जस्तो लागेको, नपुग्दाखेरि अब गाह्रो भएको जस्तो, यहाँ पुग्दासम्म गाह्रो भएको जस्तो फिल भइसक्यो। फेरि अब कहिले कति जानुपर्छ भने थाहै भएन। बल्ल हामी अब माथि पुगेँ। मन्दिर देख्न थालेँ बल्ल। त्यसपछि आनन्द मन्दिर पुगेँ। मुक्तिनाथको दर्शन गर्नु होला। जाँदा हुनुहुन्छ त्यहीँबाट मुक्तिनाथको दर्शन गर्नु होला। पहिला गएकोहरू हेर्नु अहिले कस्तो देखाएको छ, नगएकोहरूले अहिले दर्शन गर्नु होला। केही चेन्ज भइसक्यो होला होइन। बोलिरहेको भने जसले मन्दिरको भित्र मोबाइल चलाउनु नदिने रहेछ। बाहिरबाट जतिखेर त्यति नै हो। भित्र भगवान्को चाहिँ भिडियो खिच्न, फोटो खिच्न नपाइने रहेछ। फुलहरू रहेछ दुइटा यहाँ गर्ने रहेछ। अनि भित्रबाटलाई चाहिँ लुगा चेन्ज गर्ने ठाउँ पनि रहेछ। त्यो चाहिँ एकदम आनन्द खालको रहेछ। भगवान यही भएन भगवान हामी पनि नुहाउने तडफड गर्नु थाल्यौँ एकसाथ धारामा। तर चिसो चाहिँ एकदमै चिसो थियो। कसरी नुहाउने भनेर सोचिरहेको थियो। जाउँ कि नजाउँ पनि हुन्छ कहिले काहीँ भयो। त्यसपछि जाने नै भनेर हामीले हिँड्दै गरेर हामी पनि 108 ताराको जल लिन अगाडि बढ्यो। म त यदि जान्छु। एकदमै चिसो छ, तर नुहाउनेहरू पनि धेरै नै हुनुहुन्छ। त्यति धेरै भिड थिएन, लाइन बस्नुपर्ने खालको छैन। हामी अब सुरु गऱ्यौँ नुहाउन 108 ताराको जल। पहिला लाग्थ्यो सबैजना किन दौडेको होला जस्तो लाग्थ्यो। त्यसो दौडेरै जानुपर्ने हुन्छ जस्तो लाग्थ्यो। थाहा नहुँदाखेरि आफै थाहा नहुँदै आफू गएपछि चिसो लाग्ने रहेछ। त्यही भएर कटुङ लगाएर दौडेर जानुपर्ने रहेछ छिट्टो सघाउनुको लागि। नत्र पानीले चाहिँ टाउकै खाने जस्तै एकदमै चिसो थियो।
यहाँबाट गएर यो जमिरा पानी त झन्डै चिसो एकदमै तल जाँदाखेरि त खस्लाई जस्तो डर लाग्दै थियो पानी धेरै गहिरो नभए पनि तर त्यहाँ जाँदाखेरि चाहिँ एकदमै चिसो लाग्यो अलि डर लाग्दै थियो त्यहाँबाट फेरि यहाँ जाँदाखेरि यहाँ चाहिँ हेर्दाखेरि अब हाइट छोटो देखे पनि तर त्यहाँ रियलमा फिल गर्दाखेरि चाहिँ एकदमै गाह्रो भयो जति गाह्रो हुँदैन त्यो पुरा गरेर छोड्यो अनि उहाँहरूको पालो आयो उहाँहरू पनि गुडुङ डुङ लाएर कुदेर जानुभयो पानी चाहिँ धेरै चिसो भएकोले चाँडै सकाउनु पर्ने थियो भिडियो पुरा हेरिदिनु भएकोहरूलाई एकदम धेरै धेरैदेखि धन्यवाद आजको भिडियो चाहिँ अब यही सकिन्छ बाई बाई नेक्स्ट भिडियो नबनाएसम्मको लागि चाहिँ बाई बाई फेरि हामी भेटौँला